यहाँ हामी आइपुग्यौँ रोपवेमा। अब यहाँबाट चाहिँ पर पल्लो पारी जान्छौँ हामी। टिकट काटिसक्यौँ, 3टा टिकट। यो चाहिँ ब्रह्मपुत्र, यो क्रस गरेर जानुपर्ने। यस्तो ठुलो नदी छ यो। चाहिँ लन्चिङ भइसक्यो, अब निस्किँदैछ उहाँहरू चाहिँ एकदम पारी अर्कै देशमा पुग्नेछ। हाम्रो चाहिँ केबल कार आइसकेको छ, यहाँ यस्तो छ। अब चाहिँ यसमा चढेर चाहिँ हामी पल्लो पारी जानेछौँ, खोला पारी। ल दाजु, अब हामी जानेछौँ त्यो पारी रिभरको माथि। मेरो बुढी पनि रमाइरहेको छ, पछाडि नदिन पनि छ। दामी छ, दामी छ। यो चाहिँ ब्रह्मपुत्रको माथि हो, कुनै परेको छ। त्यो दामी देखिरहेछ। वाह, क्या नजारा है। यहाँबाट पुल बनाउँदैछ नि त, बिच है। दामी दामी। यो यहाँ बिचमा चाहिँ आइल्यान्ड जस्तो रहेछ, स्टोनको। दामी रहेछ। हामी चाहिँ यहाँ छु है पुरा। नवीन हेलो भन्। दामी छ, दामी छ। यसो क्राउड है बोटमा। यही बोटमा फेरि चढ्नु पर्ने हामी, अर्को बोटमा चढ्छौँ। ल सोल्टिनीहरू लाग्नु मलाई, सोल्टीहरू। कस्तो छ? मेरो पनि खुसी।